Itu sama masaknya aku tuh malah. Iya. Apa saja? Sekarang kasih aku ini. Oh, kasih apa? Lu nanti. Mana kita? Mana kita? Mana kita? Oh, kita kan mana? Mana kita? Jadi kita kan mana? Mana kita? Đó gì nữa? Đó gì nữa? Tadi lu jangan masalah dari kapan masalah tidak bukan karena masalah dari pemilik. Sanu ayo ambil pemilik di. Rada di. Mau di tadi misalnya. Di dia. Lain sama sama tadi. Lu di. Tes mari masalah kalau mau di. Guys, kapan lagi lagi? Masih kan saya kan ए मान्छेले घाँस यहाँ भेटिन्छन् लिएर आएर हामीलाई न घाँस न केही गराएर यो मान्छे फोगरी लाएर बर्बाद पार यो मान्छेले हामीलाई नाम भनेको राधा श्रेष्ठ हो यहाँको यहाँले बर्बाद पार्न आज हामीलाई पूर्व पश्चिम भन्दै लिएर आएर साथी हो साल काट्ने होइन हामीलाई घाँस यता भनेर धोका द्याएर हेर्नु त साथीहरू केही छैन यहाँ घाँस पुरै रित्तै छ धोकेबाज घाँसको एउटो केही छैन तपाईँ हेर्नु त साथीहरू घाँस आएको 3 घन्टा भइसक्यो घाँसको हालत यति हो यता हेरिदिनु न एकचोटि रात दिदी एकचोटि के एकै साथी हो घाँस नभेटेर फेरि तलैतिर फर्किन लागेको अवस्था घाँसको हालत हेर्नु त्यति छ बल्ल यति भयो मेरो घाँस यहाँले हो क्या सबभन्दा हामीलाई धोका द्याएको ए मुठा पुगिसकेछ है हाम्रो पर्वुनीजीले हाम्रो एउटा घाँसको मुठो पुऱ्याइसक्नु भएछ हामी हिँड्दा मोटिदियो कि हामीलाई हिँडालेर मलाई हिँडालेर नाच्नु न ए हाम्रो पर्वुन दिदी रुखमा चढ चढ्नु छिटो यहाँ ऐसा गाडिदिन्छु ऐसा टेकेर जाऊ खस्दिन चढ यस्तो मसुर बनाउनु नभए थाके कान्छी फेरि त्यसै यता दुध खोज्नु न सिधा अलि माथि हो गरे चढ्न नसकेर झरेको अवस्था साथीहरू यति सानो बुट्टामा चढ्न नसकेर झरेको अवस्था उहाँहरू गइसक्न यहाँ एउटी नाचिरहन् गीत बजाएर एउटी रुख खोज्दै हिँड्नु भयो रात दिदी फेरि एक जाओस् न ए त्यो रुख
चढ्न नसकेर फेरि अर्को रुखमा चढ्न लागेको अवस्था ए चढ्नुभयो ताली बजाउनु न रात दिदी ताली 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 जाओस् ताली जाओस् अब घाँस हेर्नु यी टुप्पामा चढ्न लागेको अवस्था मोटु रुखमा चढ्न लागेको अवस्था मलाई त चढिहाल्छु म तर झर्नी कसरी चढो अवस्था साथी हो यस्तो पाराले घाँस काटेर कहिले गइन्छ उता त चढे ढल्दिन के अझै काट्न मिना दिदी के छ कहिलेसम्मको अभियान छ ढलाउने अभियान स्वादा बस हो भिडियो गर हो भोक लाग्यो नि भात खानु परेन र हेर्नु साथीहरू ढाल्न नसकेर झरेको अवस्था हेर्नु काट्न नसकेर त्यति जाँबो पनि काट्न नसकेर झरेर यो पर्बुनीले झर्नु भयो हाम्री पर्बुनी दिदी राधा दिदी मोटी दिदी चढ्दै हुनुहुन्छ अब ड्युटी उहाँले नि सक्नुहुन्छ सक्नुहुन्न भने थाहा छैन ड्युटी त्यसमध्ये नसके पार म फेरि एउटी लास्टमा सक्नुहुन्छ सक्नुहुन्न थाहा होइन लास्टमा जाने मै हो हेर्नु साथी हो यो त लास्टै बेइज्जत भयो घोर बेइज्जत भयो विश्वकै बेइज्जत मोटी दिदीले सक्नुहुन्छ जस्तो टा 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 म त अझै माथि जाने अवस्थामा छ है मान्छे त्यहाँबाट काट्छु भन्दै गन ए साथी हो भनिदिनु म के गरौँ यिनीहरूले आज दिन कटाउने भए आसाम कि रुम भनिदिनुहोस् त एकचोटि भनिदिनु त यति घाँस गरौँ न टोपी नि बाङ्गो भएछ साथी उहाँ पनि थाक्नु भयो अरे लास्टमा कल्यो काट्ने लास्टमा रित्तै जाला जस्तो घर थाक्नु भयो अरे उहाँ थाकेको हुनु अरेन न थाकेको हुनु सुत्नु हालेर टिन्टी गयो त्यो होइन भोटसम्म जाने अवस्था ढल ए ढल 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 हाम्री राधा दिदीले ढलाउनु भयो
हुन्छ है ढलो ढलो अब घाँस काट्ने फटाफट लो लो फाल्छु क्या भन्नु न एकचोटि हाम्रा पितालाई कोटी कोटी धन्यवाद हाम्रा पितालाई कोटी कोटी धन्यवाद हाम्रा पितालाई ए जय परमेश्वर कुछ राम्रो आएछ राम्रो आएछ गाईहरू राम्रो आएछ माथि उयो गर्छ नि रकिन्छ दुईटी आउनु भयो त्यस्तो त ए बाबु बाँड्न त्यहाँ दिन गरेर फाल्नु ल त्यसलाई त होइन खुसी भएको फाल्नु त कुत्तुलो आएन त के तपाईँले छैन नगर फेरि मैले बनाएर छु हजुर गाईको अवस्था भिडियो बनाएर बेइज्जती हेर्नु साथी हो सिङ्गी दाउरा हालेको अवस्था भारीमा मैले चाहिँ यी मेरो भारी यहाँ छ हेर्नु यतिखेर यति घाँस छ यी घरका लहाट्छन् अझ लखरिँदैन मेरो घाँस त यति छ ल हो साथी गयो अब तल सालघारीमा फेरि गएर साल काट्ने हेर्नु साथी हो बाटो यस्तो हो उकालो र ओह्रालो बाटोको अवस्था हेर्नु साथी हो यी साथी तल गइसकेको अवस्था हेर्नु यी घोल्सा घोल्सी यस्तै हो जिन्दगी हेर्नु कस्तो छ यहाँ घोल्छौ यहाँ गइयो भने एकैचोटि तल पुगिन्छ हेर्नु साथी हो बाघ लुक्ने जस्तै छ यहाँ
कान्छी पनि त्यसको भारी भएछ भाइ घाँस हुन्छ के भयो त तपाईँको घाँस पनि भारी पुगेको चिसो दाउरेसित हालेर नि पुरा प्रभुनीलाई प्रभुले लैहाले पात बजाउँदै हाम्री दिदी आउँदै हुनुहुन्छ छिटो आउनु छिटो हामी त गयौँ बाटोको अवस्था यस्तो घाँस नपुगेर यहाँ आएर फेरि भारी बिसाएर घाँस काट्ने अवस्था यिनै काट्ने रे सालको अवस्था पनि यस्तो छ हेर्नुहोस् उहाँले भन्नुभएको यत्न आइयो अब 1 बज्यो यहाँ आउँदा अब खोला नजिक आइपुगे ह यी साथीहरू आउँदै छन् भारी बोकेर कसैले झेक्रा बोकेर हाम्रो अब माटो खाने आउँदै है रातो माटो खाने रातो माटोको खाने हेर्नु छैन यति छैन हाम्रोतिर यही रातो भनेर यसैले घर लिप्छौँ हेर्नु हाम्रोतिरको अवस्था माटो धेरै गाह्रो छ साथी छोडेर गएको अवस्था हामी त खोलासिन आइयो हाम्रो घर नजिकको खोला ल साथी हो फेरि भेटौँला आजलाई यति एकचोटि यता फर्किदिनुहोस् न मेरी मोटी दिदी मेरी प्रिय साथी बाई भनिदिनुहोस् बाई